हेलो दाजुभाइ दिदीबहिनी सम्पूर्ण नमस्कार। म सरुण तामाङ र फेरि पनि तपाईहरुलाई मेरो न्यू भिडियोमा वेलकम छ है। र आज यो गेटअप चाहिँ फुलपाती स्पेशल है। हामी चाहिँ फुलपाती गएको मालबजार है। फुलपाती शोभायात्रामा मिङलासबाट हामी थुप्रो मान्छे छ। हामी चाहिँ अहिले निस्किहालेको हो। र अब चाहिँ हामी यहाँबाट मिङलास जान्छौँ। मिङलास अरे मालबजारमा चाहिँ हाम्रो रेली छ फुलपातीको हो। र अहिले चाहिँ हामी मालबजार आइसक्यो है। आएर यहाँनिर चाहिँ है रेली पनि सुरु भइसकेको छ है। यो चाहिँ हाम्रो सबै गाउँको बहिनीहरू आएको छ है, साथीहरू छ सबैजना है। यहाँ चाहिँ रेली सुरु भइसकेको छ। यो चाहिँ सबै हाम्रो गाउँको टिमहरू हो आएको। हाम्रो रेली चाहिँ मालबजार घडी मोडदेखिको सुरु भएको छ है। अन्त यता तल जाँदैछ हो। यहाँबाट चाहिँ अहिले चाहिँ हामी राजा बगानमा छौँ राजा टी गार्डनमा। यहाँनिर चाहिँ अहिले हाम्रो हल्का लन्च हुन्छ। त्यसको पछाडि चाहिँ हामी फेरि पनि अर्को ठुलो रेलीमा जानेवाला छौँ है। त्यो चाहिँ उता मेन हाइवेमा जान्छ। अहिले यहाँनिर चाहिँ लन्चहरू गर्नु हुँदैछ है। हाम्रो दिदी बहिनीहरू दाजुभाइहरू सबै छ है। खाएर चाहिँ हामी जान्छौँ। अहिले हाम्रो चाहिँ यहाँ लन्च हुँदैछ है। यहाँ हाम्रो दादाहरू सबैले खाँदैछ, दिदीहरू हो। मेरो चाहिँ यहाँनिर छ हो। हाम्रो बहिनीहरू चाहिँ यहाँनिर है लन्च गर्दै रहेछ हो। यता मनसादी हाम्रो बुहारी यता बहिनीहरू आलु चाहिँ छोडेछ हो। खाइसकेछ हो। र अब यहाँबाट चाहिँ हाम्रो यता यो राजा बगानको ग्राउन्डमा जान्छ है। त्यहाँबाट चाहिँ हामी कालटेक्ससम्म जान्छौँ। लास्ट यात्रा चाहिँ कालटेक्समा सकिन्छ है। Yes, let's go. कहाँ हो यी चलिरहेछ। हामी राजा बगानको यो फुटबल मार्टबाट चाहिँ क्यालटेक्स तर्फ है मेन हाइवे भएर चाहिँ क्यालटेक्समा चाहिँ हाम्रो आजको फुलपातीको शोभायात्रा है क्यालटेक्ससम्म हुन्छ। त्यहाँदेखि फेरि हामी यहीँ ब्याक आउँछ है। हामी यहीँ ब्याक आउँछ होला हो। मिठाई र यहाँनिर चाहिँ हाम्रो रेली है अलमोस्ट आधी बाटो आइसकेको छ। जति पनि डुवर्सको गोर्खे सन्तान छ है सबै चाहिँ हाम्रो यहाँनिर मालबजारमा आइरहेको छ हो। हेर्न सक्नुहुन्छ।
आजको हाम्रो है फुलपाती शोभायात्राको चाहिँ अन्तिम चाहिँ यहाँनिर है यो तुनबाडीको ग्राउन्ड यो राई कजिनको छेउको ग्राउन्डमा पुगिसकेको छ है। अब यहाँबाट चाहिँ हाम्रो शोभायात्रा चाहिँ यहीँनिर सकिन्छ है। अब यहाँबाट चाहिँ सबैजना है आफ्नो घरतिर जान्छ होइन, आफ्नो दिशामा आफ्नो गाडी लिएर है। सो आजको भिडियो चाहिँ यहीँसम्म। तपाईँहरूलाई के कसो लाग्यो है कमेन्ट गर्नुहोला, लाइक अनि भिडियोलाई जतिसक्दो सेयर गरिदिनुहोस् है। जति हो अहिलेको लागि चाहिँ यहीँसम्म है। र यो ड्रेस चाहिँ मैले फर्स्ट टाइम लगाएको, कस्तो देखेछ कमेन्ट गर्नु होला है। सो त्यो